सो हेलो नमस्ते होइन। अनि यो मान्छेलाई चाहिँ कतिजनाले चिन्नुहुन्छ, कतिजनाले चिन्नु हुँदैन। सो चिन्नु हुँदैन भने पनि गएर एकचोटि यसको प्रोफाइल चाहिँ भ्यू गरिदिनु होला अनि यसको भिडियो चाहिँ भ्यू गरिदिनु होला है। सो मलाई चाहिँ यो भिडियो चाहिँ खास बनाउन चाहिँ अलि रिप्लाई दिन मन लाग्यो कि यसलाई होइन। यसको जुन भिडियोहरू छ नि त्यो हिसाबले चाहिँ अलि रिप्लाई दिन मन लाग्यो। अनि मैले यसको भिडियोहरू पनि मैले साथीभाइहरूलाई देखाएको थिएँ होइन। अनि कस्तो खाले मान्छे हो यताउता के यस्तो यस्तो कुराहरू गर्दै थिएँ होइन। सायद यसको भिडियोहरू हेरेर हजुरहरूले पनि सायद यसलाई अलि नराम्रै भन्छ होला है। सो यसको भिडियोहरू अब हेरेर पछि कमेन्ट गर्नु होला होइन। अहिलेको लागि चाहिँ अब मैले जुन कुरा भन्न गइरहेको छु त्यो कुरा चाहिँ सबै नेपालीहरूलाई होइन, सबै नेपालीहरू कसैलाई पनि होइन है। स्पेसली यसलाई मात्र मैले भन्न गइरहेको छु क्या। यसको कुरा सुनेको होइन, दिमाग तात्तिने कुरा मात्र गरेको छ क्या यसले। सो मेरो मात्र होइन, सबै गोर्खाली दाजुभाइहरूको होइन, जति पनि नेपाली दाजुभाइहरू हाम्रो गोर्खालीलाई माया गर्नुहुन्छ नि, जति पनि गोर्खाली हुनुहुन्छ नेपालमा होस् चाहे इन्डियामा होस्, चाहे इन्डियन आर्मी होस् चाहे नेपाल आर्मी होस् चाहे ब्रिटिस आर्मी होस्, जतिले पनि यसको कुरा सुन्नुहुन्छ नि यसको कुरा सुनेर नि यसको पारा गरम भएर यसलाई थप्पडै थप्पड हान्न मन लाग्छ होला क्या होइन। सो यसको अब के भन्ने, यसको कुरा सुनेरै मेरो दिमाग खराब भइसक्यो क्या। सो यसले भन्दैछ पाकिस्तानले यस्तो गरेर उस्तो गरेर इन्डियालाई यो गरेर त्यो गरे, इन्डिया त अहिले बत्ती नबाल्ने गरेर उ गर्न सकेर धोस्ते हानेर यो बाबु होइन। तेरो यो भिडियोले होइन हाम्रो परिवारलाई कति असर पर्छ भनेर तँलाई थाहा छ? हामीलाई दिनरात कल आइरहेछ क्या, वार चलिरहेछ भाइ, पाकिस्तान र इन्डियाको वार चलिरह। त मुजी न आमापट्टि न माया चिक्ने बाबुपट्टि, त मुजीले भिडियो बनाएर त मुजी जे पाइ त किन भनिरहेछ? तेरो त मुजी जस्तो भिडियो तेरो मुजीको जस्तो भिडियो हेरेर मायाचिङ हामीलाई मुजी घर परिवारले फोन हान्छ क्या। हामी इन्डियन आर्मीहरूले मायाचिङ अहिले कति झुट बोलेर बसिरहेको थाहा छ? ठिक छ आमा, ठिक छ बाबा, ठिक छ घर परिवारमा बुढी होइन, अब जति पनि छन् होइन, जो छैन होइन, फोनहरू आइरहेको छ होइन, साथीभाइहरू दाईहरू भाइहरू होइन, ठिक छौँ ठिकठाक छौँ, छिटै आउँछौँ, टेन्सन नगर्नु, केही भएन यताउता भनेर बस्छन्। तर कतिजना लडिरहन्, कतिजना बसिरहन् होइन, सबैजना यत्तिकै त राखेको छैन नि त इन्डियन आर्मीले मुजी सरकारले। हामी मुजी मरे पनि गए पनि रन्डीको बान माचिक्ने केही फरक पर्दैन क्या, बुझिस्? हामी मुजी मरेर गए पनि हामीले केही परिवारको लागि केही गरेर जान्छौँ। त मुजी जस्तो खाते जस्तो होइन रन्डीको बान चिक्ने, कुन कुनामा बसेर रन्डीको डरपोक भएर म्याच चिक्ने, त्यहाँ बसेर मुजी ठुलो कुरा गर्ने होइन क्या, म्याच चिक्ने भिडियो बनाएर रन्डीको छोरो। सोसियल मिडिया चलाउन पायो भन्दैमा म्याच चिक्ने जे पनि बोलिदिने रन्डीको बान। न मुजी आमापट्टि न बाबुपट्टि, न इन्डियन आर्मीको न इन्डियाको न पाकिस्तानको म्याच चिक्ने, नेपालको पनि हो कि होइन म्याच चिक्ने, खै कुन्नी मुजी कहाँ कुन डुल्लोमा बसेर म्याच चिक्ने भुक्दैछ रन्डीको बान। उमेर हेर्दाखेरि ठुलो छ होइन, उमेर हेर्दाखेरि ठुलो छ, इज्जत दिने खालको छ उमेर हेर्दाखेरि। बेहोरा हेर्दाखेरि म्याच चिक्ने बच्चाको जस्तो पनि छैन क्या मुजी, बच्चाको बरु मुजी त मुजी भन्दा रन्डीको बान दिमाग हुन्छ बढी धेरै। त रन्डीको बान झाँट म्याच चिक्ने।